हामी परमेश्वरबाट कहिले पनि भाग्न सक्दैनौँ, किनभने उहाँ आकाशमा जाउँ, पातालमा जाउँ या त समुद्रको गहिराइमा, उहाँ जताततै हुनुहुन्छ। वचनले पनि भन्छ हामी उहाँको आत्मा र उपस्थितिबाट कहिले पनि भाग्न सक्दैन। हामी जे गर्छौँ, जे सोच्छौँ, सबै उहाँले देखिरहनु भएको छ। तर के यसको अर्थ चाहिँ हामी जहिले पनि एउटा कैदी जस्तै जेलमा बसेको जस्तै डरमा बाँच्नु पर्ने हो त? पक्कै पनि होइन, किनभने परमेश्वर कुनै कठोर शासक हुनुहुन्न, तर उहाँ त हामीलाई असाध्यै प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि हामीलाई थाहा नै छ प्रेममा त डर हुँदैन, बरु शुद्ध प्रेमले त डरलाई नै हटाइदिन्छ। उहाँले हामीलाई कैदीमा होइन, एउटा सुन्दर स्वतन्त्रता दिनुभएको छ, हाम्रो अगाडि जीवन र मृत्यु राखेर। उहाँले भन्नुभएको छ जीवनलाई रोज। त्यसैले परमेश्वरबाट भाग्ने कोसिस नगरौँ, किनभने त्यसको कुनै अर्थ नै छैन। आखिरी न्यायको त्यो दिनमा उहाँले हाम्रो हरेक कामको न्याय गर्नुहुन्छ।